तीनवटा टिम लबीमा रहेको छ। एचको लागि लिखी लास्ट प्लेयर रहेका थिए क्रोको सर्ट रेन्जमा त्यहाँ ड्यास हान्दै जान्छ क्रोकोले त्यहाँ फेरि सब निकालेको पनि देख्न सक्छौँ हामी। प्रतिको एचपी कम सर्ट रेन्जमा क्रोको मुभ गरिरहेको देख्न सक्छौँ। ग्लुअल लगाएका छन् 3v3 को ब्याटल टीआरएस गेमिङ भर्सेस ग्राइन्ड रेभोल्युसन। स्कालको पनि प्रयोग गरेको देख्न सक्छौँ हामी। त्यहाँ इनलको पनि प्रयोग भएको छ। पछाडि जानेछन् स्ट्रेक्स अझै पनि सर्भाइभ हान्दै स्ट्रेक्समाथि त एफसीएलको प्रयोग भएको छ तर स्ट्रेक्स पछाडि जान्छन्। हातमा स्नाइपर प्लेयर रहेका छन् तर फेरि त्यहाँ ग्रेनेड युज गरिरहेको देख्न सक्छौँ हामी। स्ट्रेक्सको त्यहाँ स्कालर गएको पनि देख्न सक्छौँ हामी। काइजनमाथि सर्च कनेक्ट भएको छ। सुपर मेडिकेट युज गरिरहेको पनि देख्न सक्छौँ हामी। 50-50% चान्स रहेको छ दुईटै टिमको। प्रतीक सर्ट रेन्जमा मुभ गरिरहेको देख्न सक्छौँ हामी। यिनीहरू प्रयोग गरिरहेका छन्। एनर्जाइजर प्रयोग गरेर मुभ गर्नेछन्। प्रकोलाई पनि देख्न सक्छौँ हामी। बबिनको तर्फबाट त्यहाँ एनर्जाइजर प्रयोग भएको देख्न सकिन्छ। काइजन रहेका छन् यतापट्टि। बबिन के राइट साइडबाट फ्ल्याङ्क हान्नेछन् त रमन पछाडि गएको देख्न सक्छौँ हामी तर स्ट्रेक्सको त्यहाँ स्नाइपरको फट्का आउँछ। बबिनले राइट साइडबाट फ्ल्याङ्क हानेको देख्न सक्छौँ हामी। क्रोको र काइजन सँगसँगै रहेका छन्। बबिनले पहिलो नक निकाल्दै तर एक्सवाइजी गेट्स नक्ड आउट। स्ट्राइक्स रहेका छन् विथ द स्नाइपर तर बबिनले द काइजन क्रोको दुईटै खेलाडीलाई नक निकाल्न सफल र आफ्नो साथीलाई बचाउन पनि सफल। रमन इज द लास्ट प्लेयर एन्ड फिनिश अफ निकाल्ने छन्। एक्सवाइजीले र डिफेन्डिङ च्याम्पियनले यो फलको सुरुवात आगाज गरिदिसकेको छ विथ अ बुया।